गाइस आज हामी फुलको लागि मल जंगली मल ल्याउँदैछ। भाउजू चाहिँ यहाँनिर मल उयो गर्नुहुँदैछ, बोरामा हाल्नुहुँदैछ। भाले चाहिँ कहाँबाट आएछ फेरि? उयो कोनी कहाँबाट आयो? माथि घरको होला। यहाँ चाहिँ हामी मल जङ्गली पत्कर मल लिन आएको। मल चाहिँ दामी छ हाम्रो। हजुर उता चाहिँ भाउजू छ। अलिक हाल्नुपर्छ ल, अलिक हाल्नुपर्छ, अझै छ। यहाँनिर चाहिँ पत्ताको मल लिन आएको छ। हाम्रो घर चाहिँ माथि छ, बहिनीहरू चाहिँ माथि छ। बहिनी झुक्कै ओरिआएको नि म त। बहिनी झुक्कै ओरिआएको नि। किन बहिनी नै आउँछु भन्दै थियो? न बोका बोक्नु न। आज यहाँनिर यहाँ छ मल चाहिँ। यहाँ पनि छ। बोरामा हालिसक्यो हामीले चाहिँ। यहाँ चाहिँ जङ्गली मल हो, जङ्गलै जङ्गल छ। एउटा घरहरू पनि छैन। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। अलिक हटाउनुपर्छ ग्यासहरू। यहाँ छ हाम्रो मल। के भन्नुहुने हो चाहिँ? के भन्नुहुने? हामी चाहिँ यो मल लगेर चाहिँ दामी फुलौँ भनेको। अब हेरौँ कसरी फुल्दो रहेछ यो मल लगेर। कतिको फुल्दो रहेछ अहिले? हजुर सबैले फुलायो भन्छ। जङ्गली मलले चाहिँ राम्रो फुल्छ भन्छ है। अब हाम्रो चाहिँ फुल्छ कि फुल्दैन है। फुलको लागि राम्रो हुन्छ नि त। पानी बेसी हाल्नुपर्छ है। के हाल्नुपर्छ? पानी चाहिँ किन बेसी हाल्नुपर्छ? बोरामा छ मल कस्तो छ तपाईँहरूले नि हेरिदिनुहोस् होला। राम्रो छ भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। बर्बाद यहाँ लडेर चाहिँ फौजी लडेर बर्बाद भइरहेको छ। त्यहाँ सबै जङ्गल छ। तपाईँलाई फेरि पनि भन्न चाहन्छु, माथि गाउँतिर छ, यहाँनिर चाहिँ छ भाले। यहाँ छ तपाईँलाई भने नि त्यो चाहिँ घाँस हो। यहाँनिर जङ्गली मल दामी छ भने लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला। ल बोक, अब यहाँ म बोकेको बनाइदिन्छु। यहाँनिर चाहिँ अब पेमा आङीले बोक्नुहुन्छ। मल चाहिँ हल्कै छ हाम्रो होइन पेमो? कतिको रहेछ हल्का? कतिको हल्का छ? अहिले गरौँ न। यहाँनिर चाहिँ पुरा मल छ पत्करको। यहाँनिर हाम्रो भाले पनि आएर छ किरा खानु। हामी चाहिँ मल लिएर अब गएको कालो यहाँनिर